This is our. Hey guys, good morning and welcome back to my new video. So आज धेरै पछि भ्लग बनाउँदैछु हैन आज भ्लग एकदम रमाइलो हुनेछ सो आज चाहिँ हामी वर्ष जाँदैछौँ हैन हाम्रो साथीहरुसँग एक दुई जना अब छुटिनेछ नि त हामीसँग त्यही भएर हाम्रो घुम्ने प्लान थियो त्यही भएर चाहिँ हामी आज जाँदैछु वर्ष हो अहिले फिलहाल 8 बजी सकेको छ अब म 10 मा निस्किन्छु त्यहीबाट जाँदैछु हैन हेर्दै गर्नुस् होला अन्तिमसम्म सो हामी म भर्खर घरबाट निस्केको आजको वेदर चाहिँ एकदम घाम लागिरहेको छ दामी छ दिन आज चाहिँ यसो केटा हो अनि छिटो हिँडौँ न यसरी पुग्दैन पनि यहाँ पोखरी आइसकेको छु हो यहाँ चाहिँ टुरिस्टहरू छ केटा तपाईँहरू कहाँबाट आउनु भएको ओक्रे निवासीबाट हामी आइपुगेको छौँ हाम्रो पोखरीतर्फ आइपुगेर हाम्रो कति घन्टामा आइपुग्यो हामी 10 माइलदेखि 1 घन्टामा 1.5 घन्टामा आइपुग्यो है यहाँ पोखरी आइसकेको छु हामी चाहिँ हिले पुग्न आँटिसकेको छ हो हामी चाहिँ यो माथि डाँडामा जाँदैछु अहिले चाहिँ सो हामी चाहिँ डाँडामा जाँदैछु है यहाँ पछाडि यता हिमाल देख्दो रहेछ हो सो हामी चाहिँ जङ्गलको बाटो जाँदैछु यहाँबाट हो माथि हिमाल हेर्नु चाहिँ यो डाँडामा चाहिँ हामी फर्स्ट टाइम जाँदैछु है आइपुग्यो डाँडा चाहिँ हिमाल हो सो हामी चाहिँ डाँडामा चाहिँ आइसकेको छ यहाँ चाहिँ हिमाल हो दामी देख्दो रहेछ नि सो हामी चाहिँ जाँदैछु यहाँ डाँडादेखि चाहिँ होइन ओइ नछोड त्यसो आँखामा लाग्छ फिलहाल हामी हिले पुगिगयो हो यहाँ माथि यहाँदेखि उता जानुपर्छ वर्षे सो हामी चाहिँ हिले गेट पुगिसकेको छ यहाँ चाहिँ हिले गेट हो हामी चाहिँ वर्षे गेटदेखि चाहिँ जानेछु अब वर्षे 5 किलोमिटर हिँड्नुपर्छ यहाँदेखि चाहिँ आइज हो केटा आइज छिटो छोडिदिइराख्थ्यो चालेलाई चालेहरूलाई हामी चाहिँ याद गर्दैन है गाइस चालेहरूलाई चाल देखाएको जङ्गलमा चाल देखाउँछ यो सिनारले अगाडि चाहिँ हाम्रो
अब वर्षे पुग्नु 4 किलोमिटर छ भर्खर 1 किलोमिटर हिँडिसकेको छु हो यहाँ चाहिँ हाम्रो गाइड छ चस्मा लगाउनु चस्मा लगाउनु हमारे ये चारा यहाँ बर्फी में मिलता है पाई जाता है और यहाँ देश सो हामी फिलहाल कति 2 किलोमिटर हिँडिसक्यो हो अब अझै 3 किलोमिटर छ हिँड्नुपर्ने हाम्रो केटाहरू 2 जना अगाडि गइरहेको छ हो कताबाट यहाँ चाहिँ हाम्रो दोस्तहरू हामी वर्षी पुगिसकेको छौँ हो सुत्ला भाइ सो हामी यहाँ झिलाइसकेको छु हो वर्षेको यहाँ हल्का हल्का गुराँस फुलेको रहेछ अहिले त यहाँ पोखरी अब यहाँ उन्डो जान्छ केटाहरू पस्छ पस्छ हरि अलिक उता मम यस्तो छ झिलो हल्का हल्का गुराँस फुलिरहेको छ अहिले त हामी चाहिँ अब उन्दो होमस्टेपट्टि जाँदैछौँ होइन त्यहाँनिर उन्दो पनि अझै छ जग्गाहरू घुम्ने यहाँ गुराँस चाहिँ हल्का हल्का फुलिरहेको छ केटाहरूलाई कस्तो लागिरहेको छ आज राम्रो यहाँ लज बोक्न आँट्यो हो यहाँ अगाडि छ लज गुराँस त्यति बेसी फुलेको छैन हल्का हल्का मात्रै फुलिरहेको रहेछ सो यहाँतिर टेन्ट लगाएर बस्छ मान्छेहरू चाहिँ हामी चाहिँ यहाँ लजबाट जाँदैछौँ हो यहाँ चाहिँ हल्का हल्का गुराँस फुलिरहेको छ यहाँनिर हो लजमा यहाँनिर टुरिस्टहरू आएको रहेछन् टेन्ट लगाएर बसेको छन् लज चाहिँ यस्तो छ मेरो ट्राइपड चाहिँ मलाई नदिएर यो मान्छे नयाँ हाम्रो टुरिस्टलाई हाम्रो टुरिस्ट छ है हेलो टुरिस्ट दी आप कहाँ से हो कहाँ से हो आप मैं हूँ कृषि लोकल टुरिस्ट अब सो हामी खाजा खान जाँदैछौँ अहिले चाहिँ सोमबारे आइपुग्यो सोमबारे वर्ष आइपुगेको छ यता वर्ष आइपुगेको छ त्यति बेसी गुराँस फुलेको छैन रहेछ आज एकदम खाली छ वर्षे ज्यादा मान्छेहरू छैन त्यस्तै राम्रो हो सो हामी चाहिँ अब खाजा खानु चाहिँ हावाघर जाँदैछौँ हो यहाँनिर पहिला खाजा चाहिँ हामीले यहाँ खाएको हो यहाँ उता पछाडि हावाघर जाने सो अब हामी खाजा खानु चाहिँ हावाघर जाँदैछौँ सो हामी चाहिँ हावाघर पुगिसकेको छु हो यहाँ जाफ्रा
सो यहाँ हावाहरू पुगिरहेछ नल नल जाउँ हामी पनि अब हल्दै गर नडरा न हिँड्न भाँच्दैन हिँड नडरा जा न जा भाँच्दैन ओइ नहल नहल ओइ भाँची जान्छ ओइ सबै फुस्किजान्छ ओइ यहाँबाट हिमाल देख्दो रहेछ हल्का हल्का हो बस्नु है बस्नु फर्किँदैछु हो खाजा साजा खाएर हामी लन्च पुगिसक्यो हो अहिले चाहिँ 3:30 भइसक्यो हामी वर्षमा 3:30 3:30 वर्षमै छु हो अब घर कहिले पुग्ने चलो चलो लाग्दैछु होइन अब भर्खर अब हिँड्नु पनि पुगेको छैन हो यहीँ आदिबाट पुग्छु हामी चाहिँ वर्ष गेट आइसकेको छु हो हामी चाहिँ फर्केकै अब चाहिँ घर ल एकै साथी नै केटा ब्लुटुथ चाहिँ हुनुपर्ने गीत पनि हल्का ब्याकग्राउन्ड म्युजिक पनि म पनि दिन्थेँ अन्त कार भइसक्यो कति बज्यो अहिले 6 बजी नि 6:03 भइसक्यो हो हामी वर्षदेखि घर जाँदैछु सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एकै गुनगुनाउँछ अतीतका दिनहरू कति तर्पे फरिरहे बर्की तिमी आएनौ वेदनामा गीत कोरे बर्की तिमी आएनौ वेदनामा गीत कोरे सुनियो यो गीत मेरो अमर हो यो गीत मेरो गाला चौरिनी परेछ
वर्ष गएर कस्तो भयो केटाहरूलाई सो एक्साइटिङ भएको थियो तर यस्तो अँधेरो भयो भनेको यस्तो अन्धेरा भयो यस्तो अन्धकार भयो कस्तो भयो भन्छ केटा केटाहरूलाई कस्तो भयो एकदम राम्रो एन्ड्रुलाई कस्तो भयो इन्जिनलाई बब्बल